माया उहाँले दर्शाउनुहुन्थ्यो र उहाँले भन्नुभएको थियो म मर्नु डराउँदिनँ भने त्यो भय उहाँले झुटो भनेको नभए उहाँ गोर्खाली हुनुपर्छ भनेर यो शब्द उहाँले नै भन्नुभएको थियो र विशेष गरी लीलाबा गौतमज्यूले आजदेखि होइन आज बहुत वर्ष अगाडिदेखि विशेष गरी हाम्रा मिलिट्री सैनिकको माथि उहाँले सदापूर्वक समय समयमा उहाँले हाम्रा जति पनि अतीतमा बितेर गएका जति पनि हाम्रा विभूतिहरू छन् उहाँलाई स्मृति राख्नुको लागि उहाँलाई श्रद्धा दिनुको लागि सम्मान दिनुको लागि उहाँले विभिन्न भेगमा उहाँले कार्यक्रमहरू राखेको हामीले दृष्टिगोचर हुँदैछ र यसपालि पनि उहाँले एउटा राम्रो एउटा कदम चाल्नु भएको छ र यो समबहादुरको जुन वीरताको जुन स्ट्याचु छ प्रतिमूर्ति हाम्रो भेग मार्केटाको जागोन अञ्चलमा कुनै एउटा जग्गामा उहाँले आयोजन गरेर विभिन्न प्रशासनलाई मिलिट्रीको प्रशासनलाई हाम्रा प्रशासनिक जति पनि हाम्रा कमिसनर हुनुहुन्छ उहाँले आवेदन चढाइसक्नु भएको छ र यो बहुत एउटा पवित्र काम हो र एयर मार्शल समबहादुरको स्ट्याचु यदि हाम्रो यो भेगमा हुन्छ भने हाम्रा आउने जुन पिँढीहरूले पनि यसलाई जान्नलाई सुविधा हुनेछ, श्रद्धा दिन उहाँले सुविधा पाउनुहुनेछ। नमस्कार। नमस्कार सर, धन्यवाद सर।